वेलकम टु माई ब्लग। हजुरलाई चाहिँ स्वागत छ। आज चाहिँ हामीहरू सिङ्गल टी जाँदैछौँ। दिदी म बहिनी बजै अनि जाँदैछौँ। उहाँ चाहिँ यस्तरी बस्नु भयो। यहाँ चाहिँ घाम टल्कियो कि आज मेरो मोबाइल किन क्यामेरा अर्कै आइरह यस्तो छ। अनि सुबिया चाहिँ पानी खाँदैछिन्। हामी चाहिँ यता छौँ। म चाहिँ यस्तो भएको छु। हामी चाहिँ रेडी भएर आइसक्यौँ। बजे चाहिँ रेडी हुन्छ। बजे गइसक्यौँ। अब चाहिँ हामी जान्छौँ सरासर बाटो दौड्दै हिँड्दै रमाइलो गर्दै जान्छौँ। हजुरहरू चाहिँ हाम्रो ब्लग लास्टसम्म हेर्नु होला यही भन्न चाहन्छु। चाहिँ हिँडिसक्यो। यहाँ चाहिँ 2 बजे नाच्नेहरू के कुरा गर्छन् यस्तो हामीलाई भन्दैनन्। म चाहिँ कस्तो देखेछु कमेन्ट पनि गरिदिनु होला। जसले हेर्नुहुन्छ लाइक गर्नु होला। टक्क जान लाग्छौँ। अब चाहिँ सिङ्गल टी चाहिँ तल हो। हामी चाहिँ यता छ। हाम्रो घर चाहिँ माथि छ। अब हामी चाहिँ यहाँबाट स्वाट जान्छौँ। हामी यतिजना छौँ। बिचबिचमा यही सब प्लस पोइन्ट भएका भाग्य माने मेरो चाहिँ यहाँ जोरी गराएर राखौँ कि दिदीको मेरो कुरा मिल्छ। ऊ मन्जु गरेर सकुनीको कुरा मिल्छ। अनि बजे हजुरआमाको कुरा मिल्छ। अर्को बजेको हामी सब छुट्टै क्या ठिकै 6 जना खान्छ। यता चाहिँ यस्तो भेडा छ नै यो सिङ्गल टिक नजिक भेडा चराउन ल्याउनुहुन्छ। हामी दिदी चाहिँ हेरेको हेरे अब मलाई यस्तो भेडा म पनि चराउँछु। अब अरू केही गर्न सकिन्न। अब भेडा किन्ने सबै मिलेर हजुर आमा मैले यस्तो भेडा किन्ने म भेडा चराउँछु। हामी चाहिँ आइसकेछौँ। अब सिङ्गल टी आउनै लाखौँ। बढ्न लाग्यो अहिले त पानी पनि ल्याइदिनु त्यहाँ खान दिदी यहाँ छ। म पनि यहीँ छु। अनि बजाइहरू ल फेरि घुम्दै हो। आज चाहिँ फराक लगाएर आएको थियो। पुरा घुमेको घुमे बच्चा लगाएर है बल्ल रहेछ। नाइ भयो हुन्थे मैले किनिदेऊ बरु म चराउँछु घरमा बस्दा वाक्कै भइसक्यो। म बल्ल यहाँ बल्ल हेर्न आएको ए बल्ल हेर्न अनि त्यो के अरे भेडाहरू हेर्न अब हामीहरू चाहिँ यहाँ बजे यता आउँछ। फेरि मार्ला अरे कि यस्तो सिङ्छौँ। टी आइसक्यो खामै। यो पछाडिको चाहिँ सिङ्गल टी हो। यो पछाडिको त्यहाँ पछाडिको पार्ट छैन आजकल सिङ्गल टीमा। उहाँहरू चाहिँ बजेहरू बस्नु भए बहिनीहरू सकुन मन्जु म चाहिँ यता छु। अघि नै चाहिँ बजेले आउँदाखेरि गीत बजाउनु भएको थियो। अब चाहिँ हामी गीत बजाएर नाच्छौँ मजाले। हामीहरू चाहिँ नाच्ने अब ल नाच सकिन मन्जु जागर लास्दै नाच न। ल उठ नाच। घरमा नाच्ने ठाउँ नभएर यहाँ अब यो सब ग्राउन्डमा नाच्थ्यो भनेर नाच्ने त्यही गीत झन् खतरा कस्तो राम्रो गीत हो। दिदीको लागि चाहिँ बजेले त्यति दुःख गरेर फुल टिपेर ल्याउँदै हुनुहुन्छ। हामीहरू चाहिँ यो रुखको फेदमा आयौँ। यहाँ तल यो चाहिँ सिङ्गल टी हो। यहाँ चाहिँ एउटा मात्रै रुख छ त्यसैले यसको नाम सिङ्गल टी राख्यो। अनि यहाँबाट माथि चाहिँ सट्ट त्यस्तरी देखिन्छ। यो चाहिँ घरहरू माथिसम्मको राम्रो देखिन्छ खतरा देखिन्छ। अब मेरो मोबाइल त्यस्तरी अब देखिन नि त यस्तो खतरा देखिन्छ नि। यहाँबाट यो सब माथि खतरा देखिन्छ यस्तो छ। यहाँ चाहिँ यो सिङ्गल टी हो यस्तो छ बजाइहरू। अनि यहाँ चाहिँ बर्थडे मनाउन आएको छन्। मेरो चाहिँ यस्तो खतरा छ। यो चाहिँ यति दुःख गरेर फुल टिपेर ल्याउनु भयो उता तलबाट। यो चाहिँ मेलको के अरे मेलको फुल हुन्। उहाँ चाहिँ थाकेर बसिसक्नु भएको छ। ऊ सकिन्छ हाई गर्न लागि
दिदी चाहिँ टिकटक गराउन लाग्छ मन्जु चाहिँ ऊ फेरि पर फुल टिप्न गएको छ त्यति फुलले पुगेन अरे म चाहिँ यता छु अब समात्ने यस्तो दिदीमा चाहिँ यस्तो थकित भएर बसिरहनु भएको मन्जु चाहिँ के सिधा उभिएको छ अनि यो चाहिँ मन्जुले दिएको बुके माया गराएर भर्खरै बुके दिए यो चाहिँ मन्जुले दिदी अब दिदीको लागि यो चाहिँ यो बुके चाहिँ अब चाहिँ म यता यस्तो यो बजैले दिनमा थियो यो फुल टिपेर ल्याएर अनि टक्क लगाएर अब बस्दै भलक गरायो अब यस्तै हो हाम्रो जिन्दगी अब हाम्रो ग्याङ चाहिँ घर जाने सुरसारमा छ यिनीहरू चाहिँ अल्छी मान्दा छन् यिनीहरूले झ्याउ पनि लगाइरहेको यहाँ के फोटा पनि राम्रो आएनन् के भयो एक दुईवटा टिकटक त गरायो दिदीको आइडीमा गएर चाहिँ त्यहाँ गएर हेरिदिनु होला मनसा थापा छेत्री छ दिदी पनि त्यहाँ भलक गराउँछ मिनी भलक यस्तो छन् बजेर त बसेको बस्दै घरतिर लागिसक्यौँ हामी चाहिँ अघि नै बाटोबाट आएन अर्को बाटोबाट आयौँ यता कुन्तीबाट अनि यहीँबाटै सर्ट जान्छौँ हामीहरू चाहिँ फोटाहरू त त्यस्तो राम्रो आएन भिडियो चाहिँ राम्रै आयो हामी चाहिँ अब जान्छौँ आइसक्यो यो चाहिँ काइलो मामाको घर हो यो तलतिर साइड केरा टाँसेको वाला हाम्रो काइलो मामाको घर हाम्रो घर चाहिँ अब हल्का यहाँबाट हल्का पर्छ है हाम्रो घर चाहिँ पर्छ टक्क बजेर आउँदै हुन्छ घर गएको छैन यहीँ बसिरहेको छौँ चटपटे नास्ता खायौँ चटपटे हेलो दिदी चाहिँ टिकटक गराउने मस्त छ तलबाट यहाँ टिकटक गराउँदै म चाहिँ यता छु मामाको घरबाट अब घर जाँदैछौँ के मन्जु सिङ्गी देखाइदियो त हाम्रो खानाबाट आज अब यो 9 बजीसम्म यही तरकारी मात्रै हो हामीले खाने हामी चाहिँ अब जान्छौँ अब घरतिर यहाँ चाहिँ अब घर पुग्न लागिसक्यो त्यही भएर भलक चाहिँ यहीँ गर्न चाहन्छु हजुरहरूले लास्टसम्म हेरेकोमा धन्यवाद अनि आज अरू भलक पनि हाल्छु पछि हेर्नु होला सबैलाई थ्याङ्क यू मेरो भलक लास्टसम्म हेरेकोमा